हेलो अगेन गाइज, गुड मर्निङ। आज नि मैले भ्लग सुरु गरेको छु। लेट्स ट्राई कस्तो हुन्छ। म चाहिँ भर्खर जिमबाट निस्केको होइन। अब घरमा गएर खानासाना पकाएर खानुपर्ने हुन्छ। आज चाहिँ म बाहिर जाँदैछु सामान किन्नलाई, त्यही भएर चाहिँ भ्लग स्टार्ट गरेको हो। के गर्छु म तपाईँहरूलाई देखाउँछु। घरमा अलिकति सामान पठाउनु पर्ने छ। हाम्रो एकजना नेपाल जान आँट्नु भएको छ त्यही, त्यो भएर घरमा केही सामान पठाइदिनु कि भनेर एकछिन म मल जान्छु। अनि यहाँ मलमा के पाइन्छ, मल कस्तो छ सबै देखाउँछु तपाईँहरूलाई म आज है त। अब म डाइरेक्ट सुपर मार्केट जान्छु खानेकुरा किन्नलाई। के किन्नुपर्ने हुन्छ खानेकुराहरू, एन्ड देन खाना पकाएर खाएर फ्रेस भएर चाहिँ म ताप हान्नुपर्ने हुन्छ। ल सी यू इन अ बिट गाइज। Bonjour. ल म चाहिँ सपिङको लागि निस्केको गाइज है। के सपिङ गर्छु म देखाउने कोसिस गर्छु। लेट्स सी है त। अहिले चाहिँ म इलेक्ट्रिक स्कुटरमा जान लागिरहेको छु। देखाउँछु तपाईँहरूलाई कहाँ जान्छु, के किन्छु भनेर। लेट्स सी। फ्रान्समा चढ्ने इलेक्ट्रिक स्कुटर चाहिँ यस्तो हुन्छ गाइज है। अब यो चाहिँ म लिएर जानुपर्ने हुन्छ। टक्क यहाँ फोन राख्ने हो यसरी, एन्ड देन यसमा सरर ल एकछिन भेटौँ ल। अहिले लेट्स गो। जानु मिल्ने रहेछ। मैले मेरो स्कुटर चाहिँ पार्क गरिसकेँ गाइज। अब लेट्स सेट डाइरेक्ट टु दि मल। मल चाहिँ यो यताबाट एउटा कस्तो राम्रो देखिँदैन। लेट्स गो। कस्तो शीतल, बाहिर यस्तो गर्मी छ, यहाँ यस्तो शीतल रहेछ। यस्तो छ गाइस यहाँ चाहिँ मल। म चाहिँ जाँदैछु डिक्याथलोन। मेरो भाइलाई बल चाहियो अरे नेपालमा, त्यही भएर चाहिँ अब एउटा बल लगिदिन्छु भनेर डिक्याथलोन आएको छु। डिक्याथलोन इट इज। Excusez-moi, est-ce que vous avez les ballons du Coupe du Monde? Oui, tout au bout sur la gauche avec le rayon. Vous dites Tout au bout, ok. à gauche, avec le rayon foot.
Merci. Excusez-moi. Bonjour. Est-ce que vous avez ballon au Coupe du Monde? Des pardon? Ballon. Ah, des ballons de la Coupe du Monde. Oui. Alors évidemment. On va voir avec mes collègues. Ok, merci. मलाई चाहिँ वर्ल्ड कपको बल चाहिएको थियो तर वर्ल्ड कपको बल भेटाएन मैले प्रिमियर लिगको रिसेन्ट सिजनको बल पुरै दिन लाग्यो पुरै डिकम्प्रेस गरेको छु मैले Bonjour. Est-ce que vous avez un compte client chez nous? Oui, en fait. Avec numéro de téléphone? 07 44 76 16. U M E S H J H A L E 007 @gmail.com. C'est ça. Vous voyez un sac ou pas? J'ai déjà. Je vais l'étiqueter par mail ou imprimé. Par mail, pas de souci. Ça fait 25,90 €. Ok. गाइज मैले किनेको सबै कुराहरू चाहिँ मैले भ्लगमा रेकर्ड गर्नु सकिनँ किनकि द स्टोर्स वेयर भेरी क्राउडेड किनकि अहिले चाहिँ 50% अफ लागिरहेको छ समरको एन्ड देन प्लस मैले खोजेको कुराहरू चाहिँ सबै भेटाइ नै रहेको थिएन क्या एन्ड इट वाज सो फ्रस्ट्रेटिङ प्लस मेरो एनर्जी नै पुरै डाउन भइरहेको थियो यता कुद्दा गरेर आई अलमोस्ट स्पेन्ड 4 to 5 hours इन द्याट मल बल्ल सकायो गाइज होइन काम चाहिँ सकेको त छैन थाकेर हत्तु भयो अब डाइरेक्ट घर फर्किनु पर्ने हुन्छ थाकेर हत्तु भयो 4-5 घन्टा भयो क्यारे घुमेको सिधै घर जान्छु अब आराम हाल्नुपर्ने हुन्छ ल छोरो घर फर्कियो पार्सल पनि आएछ जाराबाट अर्डर गरेको थिएँ मैले अहिले समर सेलमा 50% अफ लागिरहेको थियो अनि धेरै चिजहरू मन परेर अर्डर गरेको थिएँ मैले जाराबाट आज फाइनली आइपुगेछ त्यो पनि चेक गर्नुपर्ने हुन्छ लास्ट थाक्यो अझ सोचेको कुराहरू सबै किन्न चाहिँ सकिएन किनिएन पनि सामानै भेटाइन एकदम गर्मी छ गाइस एकदम थाकेको छु एकछिन जारामा गर्नै पर्ने हुन्छ फर्स्ट प्रोडक्ट चाहिँ जाराबाट यो वास डेनिम मगाएको थिएँ लेट्स ट्राई अन कस्तो हुन्छ कस्तो छ त गाइज यो डेनिम कमेन्ट गर्नुहोस् त इज इट अ बिट बिगर or is it okay
कस्तो छ गाइज कमेन्ट डाउन प्लिज ओ शिट पर्फेक्ट साइज कस्तो छ गाइज अनलाइन अर्डर गरेको पनि एकदम पर्फेक्ट साइज भयो यार मलाई है हाउ इज इट गाइज looks good to me do you like it एकदम थाकियो गाइज हैन अब चाहिँ एकछिन आराम गर्नुपर्ने हुन्छ सुत्नै पर्ने हुन्छ एकछिन फ्यानमा अति थाकिएको छ गर्मी पनि के साह्रो गर्मी हो यार ल एकछिन आराम गर्छु म अब सिना सो गाइज होइन म चाहिँ एकछिन वकमा निस्केको थिएँ एकदम घरमा गर्मी भएर एकछिन हावा खानु भनेर आएको यस्तो छ यहाँको भ्यू चाहिँ मान्छेहरू खोला छेउमा बसिरहेछ मेरो खोला छेउमै हो यो है इट्स लाइक दिस मान्छेहरू दे आर इन्जोइङ अनि यहाँ चाहिँ भोलि फायरवर्क हुन आँटेको छ नट स्योर हुन्छ कि हुँदैन गर्मीले गरेर क्यासलको माथि चाहिँ फायरवर्क हुन्छ नर्मली भोलिको दिनमा हुन्थ्यो अब नर्मली अहिले चाहिँ एकदम गर्मी बढेको कारणले गर्दा नट स्योर हुन्छ कि हुँदैन यस्तो छ किन हावा खाम घरमा खाना पाकिरहेछ तर एकदम तातो भयो अनि खाना पनि एकछिन सेलाओस् भनेर छोडेर आएको एकदम गर्मी छ गाइस यस्तो छ मेरो घर छेउमै हो यो चाहिँ म घर भन्दा नि म बस्न अपार्टमेन्ट छेउमै भनौँ न एकदम गाह्रो छ हौ खाना अब तातो छ खाना नि गाह्रो छ त्यही भएर चाहिँ सेलाओस् भनेर एकछिन म पनि हावा खानलाई भनेर निस्केको मान्छेहरू यसरी इन्जोय गर्छ चिलिङ सबजना खोलाको छेउको चिसो हावा खाँदै बसिरहेछ एक राउन्ड हालेर आएको यस्तो छ यस्तो छ गाइज है अब चाहिँ खाए गाइज है त्यस्तो राम्रो छैन खाना एउटा कुरा चाहिँ यो रेस्टुरेन्ट लाइनमा काम गर्नेहरूलाई चाहिँ सधैँ पकाइरहने बानी भएर होला होइन काममा पनि पकाइरहेको हुन्छ एभ्री टाइम अनि त्यहाँदेखि घरमा आएर पनि फेरि पकाउनु चाहिँ एकदम अल्छी लाग्ने रहेछ क्या त्यही भएर चाहिँ प्रायः अब हामी चाहिँ प्रायः क्विक पाक्ने कुराहरू पास्ता नुडल्सहरू यस्तो यस्तै कुराहरू खाइने रहेछ मलाई मात्रै हो कि अरू पनि छ किचन रेस्टुरेन्ट लाइनमा काम गर्नेहरू खाना पकाउनु मन नलाग्ने प्लस टिभी नहेरिकन खाना खान सक्दैन गाइजमा चाहिँ होइन टिभी चाहिँ हेर्नै पर्ने हुन्छ त्यही भएर ल थाले ल यस्तो चाहिँ 잠깐만. 그럼 계약 연애란 소리인데 와 이거 얘기가 좀 달라지네. 둘이 끝까지 가겠네. 가긴 어딜 가? 그렇잖아요. K로맨스의 절대 법칙이 뭐예요? 계약 연애, 계약 결혼, 계약 이혼. 남녀 간의 모든 계약 관계는 사랑으로 수렴을 한다. 고로 두 사람은 계약이 풀려도 서로에게 영원히 묻는다는 게 국룰이죠. 깡남이